नमस्कार सबैजनाले र यो मेरो ब्लगमा सबैजनालाई स्वागत गर्न चाहन्छु र आशा छ तपाईहरु पनि एकदम आराम कुशलै हुनुहुन्छ। म पनि आराम कुशलै छु है। आज मैले बिहानै ब्लग सुरु गरेको छु। आज मेरो यो मार्केटिङको समयमा हैन अलिकति फुर्सद टाइम अलि निकाल्दै म आज चाहिँ ब्लग गर्ने छु है। र जतिजना साथीहरु जोडिनुहुन्छ र यो मेरो ब्लगले हेर्नुहुन्छ सबैजनाले मेरो ब्लगले पनि हामी यो चाउमिन चाहिँ सेल गर्नुपर्ने हुन्छ हामीले है। र दाजुभाइ जानुभएको छ आज यो बनेपाको धनेश्वरमा छौँ है हामी ठ्याक्कै यहाँदेखि माथि यहाँ परतिर चाहिँ गेटहरू देखिराखेको छ हैन। गेटदेखि माथि चाहिँ मन्दिर छ भन्ने कुरा चाहिँ छ हैन। त्यहाँ माथि पनि यहाँको आजको बिहानको दृश्य चाहिँ यो खालको छ हैन। अब हामी चाहिँ जानुपर्ने हुन्छ। यहाँ माथि चाहिँ कान्छा दाजु आउँदै हुनुहुन्छ पैसा गन्दै हैन। अहिले चाहिँ हामी यो बनेपाको इभिएम स्कुलमा बहुमुखी क्याम्पसमा छौँ हैन। यहाँ पनि चाउमिन दिएर हामी चाहिँ फर्केछौँ उतैतिर हैन। उतातिर पनि धेरै मार्केट छ। अब यहाँदेखि हामी गाडी रिटर्न गर्नेछौँ। फेरि उतै जानुपर्ने हुन्छ है। यहाँ अलिकति अहिले चाँडै ल्याएको हैन। अगाडि चाहिँ यहाँ अलिक पछि आउँदा चाहिँ अब एक्जाम चलिरहेछ छिर्न नदिने भन्ने कुरा भएकोले एक्जामको समयमा अहिले चाहिँ हामी अलिक चाँडै आएर यहाँ दिइरहेछौँ है चाउमिन। अब हामी फर्किने समय त चाउमिन सेल गर्ने तरिका यहाँ सिस्टम चाहिँ हाम्रो दाजुले थाहा छ फेरि। चाउमिन सेल गर्ने है। यहाँ यस्तै छ। अब हामी चाहिँ यहाँदेखि उता दिँदै जानुपर्ने हुन्छ। र भिडियोले के कस्तो लाग्छ सबैजनाले हेरिदिनु होला। यहाँ दाजु चाहिँ उता माथि चाउमिन दिँदै हुन्छ। यहाँ पर जानुपर्ने हुन्छ अब हामी है। माथि पनि यहाँ माथि चाहिँ मन्दिरको गेट छ। माथि एकदम ठुलो मन्दिर छ भन्छ है। गएको छैन के कस्तो छ भने अगाडि नै छ है। हामी चाहिँ चाउमिन सेल गर्दैछौँ यहाँ है। अझै धेरै छ चाउमिन सेल गर्न। बिहानै आज निस्केको अलि चाँडै। अब यहाँ काम सकेर हामी उता अर्को ठाउँ जानुपर्ने हुन्छ। यहाँ चाहिँ हामी यहाँदेखि चाहिँ फर्किनुहुन्छ। फेरि अन्तिम मार्केटको देखा चाहिँ होइन। यहाँदेखि चाहिँ उता फर्किनु पर्ने। फाइनली हामी चाहिँ बिहानको काम मार्केट चाहिँ सकेर हामी घर फर्किसकेका छौँ। अब हामी बिच टाइममा चाहिँ अलिकति ब्रेक रहनेछ है। र एकछिन आराम गरिसकेपछि अब हामी फेरि बेलुकाको मार्केटमा जानुपर्ने हुन्छ। र बेलुकाको मार्केटमा पनि तपाईहरुलाई देखाउँ। आज पानीले पुरा गाडी जाम छ है जाम। यहाँ चाहिँ हामी बसिरहेको छौँ हैन। यहाँनिर एकदम जाम छ पानी परेर। आजको मौसममा के हो यार। आजको मार्केटिङको टाइममा हैन बसिरहेको छ। त्यस्तै छ आजको मौसम। फेरि बिच टाइममै पानी परिदियो क्या। हिँड्ने टाइममै पानी परिदियो। त्यही भएर
रोडहरूको हालत पनि यो छ, यता बनिरहेछ, कहिले अब क्लियर हुने हैन। जाम भइरहेछ, गाडीको लाइन लागिरहेछ उता चाहिँ हैन। यहाँदेखि उता जानुपर्ने हुन्छ। गाह्रो छ पानी पऱ्यो भने जाम भएर बाटो अहिले चाहिँ हामी चाउमिन सेल गर्दा गर्दै धुरीखेलको हस्पिटल चोकबाट अब हामी फर्किने छौँ। यहाँदेखि उता फर्किनु पर्ने हुन्छ हामी चाहिँ हैन। आज दिनमा हेर्ने बेला चाहिँ पानी परेर यति धेरै तनाव भइरहेको थियो है, साँच्चीकै धेरै तनाव भइरहेको थियो रतनमा। अहिले चाहिँ पानी रहेर अहिले चाहिँ मौसम पनि ठिकै छ, हल्का फुल्का घाम लागिरहेको छ। ल त साथीहरू, अब हामी चाहिँ काम सबै भ्याइसकेर अहिले घर आइसकेका छौँ है। र दिनमा जे भयो जसो भए भिडियोमा देखाउने कोसिस गरेको छु। र सबैजनालाई हेरिदिनु होला मेरो ब्लगलाई। र जति पनि नयाँ साथीहरू जोडिनुहुन्छ मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै, र जति पनि मेरो भिडियोले हेरिदिनु भयो सबैजना थ्याङ्क यू सो मच भन्दै फेरि पनि हामी अर्को ब्लगमा भेट हुनेछ है त। सबैजनालाई बाई बाई।